हेलो गुड मर्निङ। आज चाहिँ म 3G कटिङको बारेमा तपाईहरुलाई भन्छु ल। 3G कटिङको पहिला सैद्धान्तिक व्याख्या चाहिँ थाहा पाऊँ। कुनै पनि बिरुवाको चाहिँ 3टा जेनेरेसनसम्म फलाउनुलाई चाहिँ कटिङ गरेर त्यसलाई चाहिँ 3G कटिङ भन्छ। जस्तो हामीले यहाँ हेरौँ है त, यो मेरो करेलाको बोट छ। यो करेलाको चाहिँ 100 भन्दा पुरानो हाँगा यो हो के। यो भनेको फर्स्ट जेनेरेसन भयो। त्यसपछि यो वाला चाहिँ यो पुरानो पछिको सेकेन्ड वाला हो के। यो सेकेन्ड जेनेरेसन हाँगा हो। अनि योहरू आइराखेको चाहिँ थर्ड जेनेरेसन वाला हो के। अनि के हुन्छ भन्दा यो हाँगा चाहिँ बुढो भइसकेपछि यो हाँगा चाहिँ जस्तो यो हाँगा चाहिँ यो हाँगा चाहिँ अहिले भएको छैन। यो हाँगा चाहिँ बुढो भइसकेपछि हामीले यहाँ चाहिँ यो काट्दिने। यो काटिसकेपछि सेकेन्ड जेनेरेसनको हाँगाबाट पलाउन थाल्छ, राम्रो पलाउँछ। अनि सेकेन्ड जेनेरेसन हाँगाबाट पनि अलिक कम हुन थालेपछि हामीले यसलाई पनि काट्दिने। यसलाई काट्यो भने यो थर्ड जेनेरेसनको यिनीहरू चाहिँ राम्ररी फल्छ है त। अब म तपाईलाई चाहिँ टमाटरमा यही चिज गरेर म तपाईहरुलाई चाहिँ अब टमाटरमा चाहिँ यो चिज गरेर देखाउँछु। एउटा ठ्याक्कै रुख टमाटरको बोट पनि रेडी भएको छ क्या 3G कटिङको लागि। अब हामी चाहिँ यहाँ जान्छौँ। यहाँ हेर्नु त, यो टमाटरको बोट, मैले धेरै टमाटर खाएको बोट हो यो। म हरेक उसमा चाहिँ छोडिदिएको हुन्छ है। यो चाहिँ टिपेको भए पनि हुन्थ्यो, तर म चाहिँ चराहरूको लागि या प्रकृति आफैले खाओस् भनेर यो मैले 2G कटिङ गरिसकेको थिएँ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरु, यहाँ पहिले काटिसकेको थिएँ। त्यसपछि यो पलाएको हो के। फर्स्ट जेनेरेसन काटिसकेको थिएँ। यो सेकेन्ड जेनेरेसन अहिले यस्तो सुकिसकेको अवस्थामा भएको रहेछ। र हामीले यो सेकेन्ड जेनेरेसन पनि काट्दियौँ। यो सेकेन्ड जेनेरेसनलाई पनि फाल्दियौँ। यो पनि सेकेन्ड जेनेरेसनको हो, यसलाई पनि फाल्दियौँ। यहाँ पलाइराखेको छ यो थर्ड जेनेरेसनको चाहिँ यो हो फेरि। तर मैले चाहिँ यसको लोप नगरिकन यसलाई चाहिँ यहाँदेखि काटिदिन्छु। यो काटियो, फेरि यहाँ पनि काटिदिन्छु, यहाँ पनि काटिदिन्छु। ओके। अनि म चाहिँ यसरी यो निकालेको घाँस चाहिँ यसरी नै यो मल्चिङ पनि हुन्छ, यसलाई मलखातको पनि हुन्छ भनेर यही बोटाको छेउमा राखिदिन्छु। यसले चिस्यान पनि गराउँछ नि त, चिस्यान पनि गराउँछ यसरी। या अब चाहिँ मेरो यो पनि काटिदिन्छु। यो पनि काम छैन, यो पनि सेकेन्ड जेनेरेसनकै हाँगा हो, त्यही भएर मैले काट्दिएँ। अब चाहिँ यो मेरो थर्ड जेनेरेसनको लागि रेडी भयो। यसलाई चाहिँ भन्छ 3G कटिङ। हेर्नु त, अब सबै नयाँ नयाँ थर्ड जेनेरेसनवाला बाँकी रह्यो नि त। हो, यो नै हो 3G कटिङ। तपाईहरुलाई कस्तो लाग्यो 3G कटिङको बारेमा कमेन्ट गर्न नभुल्नु होला है।